नमस्कार। यति बेला हामी वीरेन्द्रनगरको सुर्खेतमा छौँ र यहाँको ठाउँहरू हेर्दाखेरिमा एकदमै राम्रो ठाउँहरू छ। यहाँ पुरानो हाम्रो चालचलन अनुसारमा यो चाहिँ खरले छोएको चाहिँ घरहरू हुन्थ्यो, त्यस्तै खालको पट्टेछाला चाहिँ बनाएको छ, एकदम राम्रो छ। तपाईँले हेर्न सक्नुहुन्छ हामी वीरेन्द्रनगरको सुर्खेतको बुलबुले तालको वरिपरिको परिसरमा छौँ। यहाँको दृश्यहरू सुन्दर छ, ठाउँहरू राम्रो छ, तर अझै पनि यो ठाउँ बनाउनको लागि, राम्रो बनाउनको लागि चाहिँ तपाईँको यो यसको चाहिँ हुनु चाहिँ पर्छ। यहाँको बुटाहरू चाहिँ एकदम राम्रो छ हैन। यो बुटाहरू ठ्याक्कै कस्तो खालको लाग्यो भने यो हाम्रो लेकतिर चाहिँ हुन्थ्यो चाहिँ यो हैन। यसले के भन्छ हाम्रो त्यस्तै खालको बुटा लाग्यो मलाई चाहिँ, धुपिसल्ला भन्छ के यसलाई खासमा। हाम्रो त्यहाँ हुन्छ, तर यो बुटा चाहिँ बहुत राम्रो छ। तर पनि हैन, यहाँ धेरै मान्छेहरू घुम्न पनि आइरहेका हुन्छन्। तर यहाँको वास्तवमा मलाई चाहिँ के लाग्यो भन्दाखेरि यसमा चाहिँ यो ठाउँलाई जति पनि बनाउनु पर्ने हो, तर सरकारले अलिकति बजेटिङको हिसाबले बढी चाहिँ यसलाई प्राथमिकता गरिदिएको भए सुर्खेतको चाहिँ राम्रो हुन्थ्यो जस्तो लाग्यो चाहिँ। वरिपरि एकदम राम्रो हराभरा पनि छ। हामी यसभन्दा अगाडिको पनि देखाउनेछौँ दृश्य, यहाँले हेर्दै गर्नु होला। कतिजनाले हेर्नु भएको छ त्यहाँ खसैत, कतिजनाले हेर्नु भएको छ त्यो पनि हेर्नु होला मजाले। अनि हैन यहाँको चाहिँ ठाउँ तपाईँले हेर्दै गर्नु होला, हामी देखाउँदै जानेछौँ कस्तो छ। ठ्याक्कै अगाडिको तपट्टि चाहिँ अगाडि ताल छ र यहाँको चाहिँ ठाउँ चाहिँ छ यो एकदम। यहाँका बुट्टाहरू पनि एकदम राम्रो छ हैन। अनि त्यसपछि गएर यहाँ यो हिसाबले चाहिँ सुर्खेतको बुलबुले ताल चाहिँ एउटा पर्यटकीय हिसाबले चाहिँ निकै नै महत्त्वपूर्ण चाहिँ मान्ने गरिन्छ। तैपनि अझ चाहिँ यो ठाउँलाई चाहिँ राम्रो बनाउनका लागि चाहिँ हामीले बार बार भनिराखेको कुरा चाहिँ के छ भन्दा सरकारको ध्यान चाहिँ अलिकति कम जस्तो लाग्यो। माथि हाम्रो केन्द्र सरकारले नै बढी प्राथमिकता दिएर जसरी चाहिँ यो हाम्रो पालेनले र रविले चाहिँ घन्टीमा जसरी छाप दिइरहेका छन् नि, त्यसरी चाहिँ हाम्रो बुलबुले ताललाई चाहिँ यहाँको बजेटिङमा त्यसरी छाप दियो भने यो ठाउँ चाहिँ पर्यटकको हिसाबले निकै नै भित्रिने सम्भावना निकै नै बोकेको ठाउँ हो। यहाँ चाहिँ आफै नै पानी जमिनबाट आउँछ, कहिले पनि पानी सुक्दैन। त्यो ठाउँ चाहिँ एकदमै ऐतिहासिक ठाउँ पनि हो। यसलाई चाहिँ हामीले त्यो चाहिँ भन्ने गरेका छौँ। अब चाहिँ हामी अगाडिको च्याट्टै हेर्नेछौँ, यहाँले चाहिँ हेर्दै गर्नु होला। रेडी गर्नु त्यो छ चाहिँ छ हैन। अनि यहाँ चाहिँ वरिपरिको हामीले यसो हेर्दाखेरिमा चाहिँ त्यति साह्रो चाहिँ अलि यसलाई चाहिँ सरसफाइको हिसाबले अनि यहाँ चाहिँ यो जस्तो छ ठाउँ छ त्यस्तै मात्रै छ कि केही मलाई लाग्छ लगभग 5% मात्रै यहाँको चाहिँ काम भइरहेको जस्तो लाग्छ कि। यहाँको बनेको ठाउँको हिसाबले यो आफसे आफ भन्छ नि हाम्रो हैन, त्यो बनेको आफसे आफ ठाउँ चाहिँ छ, नेचुरल चाहिँ हैन, नेचुरल ठाउँ चाहिँ हो यो। तर यसलाई रङरङ गर्ने कुराहरूमा चाहिँ सरकारको चाहिँ ध्यान अलिकति कम भयो जस्तो लाग्छ मलाई चाहिँ हैन। कृत्रिम चाहिँ होइन। त्यसो भए हुनाले हाम्रो यो यसलाई चाहिँ कृत्रिम बनाउने हो भने यो चाहिँ नेपालकै एउटा नम्बर 1मा चाहिँ पर्ने चाहिँ पर्यटकीय क्षेत्र चाहिँ हुन्छ र बाहिर विदेशबाट आएका पर्यटकको पनि यहाँ चाहिँ उहिरो लाग्नुपर्छ भन्ने हाम्रो चाहिँ भावना हो। किन भन्दा यहाँको आर्थिक हिसाबले पनि निकै नै सम्पन्न हुने खालको ठाउँ पनि हो नि। त्यसो भएको हिसाबले हामी यो ठाउँलाई चाहिँ सबै नै हामी यहाँको जति पनि नागरिकहरू छौँ, सुर्खेतवासी र सुर्खेतवासी नै भइहाल्नु र नेपालकै हकमा पनि यो ठाउँलाई बनाउनुपर्छ भन्ने खालको आवाज चाहिँ चौतर्फी हुनुपर्छ भन्ने जस्तो लागेको छ। किन भन्दा हाम्रो आर्थिक हिसाबले पनि एउटा वीरेन्द्रनगर सुर्खेत चाहिँ बलियो बनाउनको लागि चाहिँ यहाँको पर्यटकीय बाहिर विदेशी पनि भित्रिनुपर्छ भन्ने हाम्रो माग चाहिँ हो। यो ठाउँ चाहिँ यहाँ छ, यस्तो प्रकार ठाउँ पनि छ हेर्नु। यो यति राम्रो ठाउँ यहाँ चाहिँ वरिपरि छ। हामीले लगभग 3-4 महिना चाहिँ म अगाडि आएको, अझ पनि उस्तै छ कि यो ठाउँ चाहिँ। यस्तो दया लाग्छ चाहिँ अलिकति। निर्माण कार्यहरू चाहिँ हाम्रो इन्डियातिर विकसित देशहरूमा त रातारात चाहिँ यो कायपलट हुने ठाउँ हो, तर चाहिँ अहिले यति सुस्ती वरिपरिको त्यो यो घेरबाड मात्रै छ यहाँको होइन। अनि त्यसपछि गएर यहाँ पुरै हेर्नु न कस्तो छ, तपाईँले देखिराख्नु भएको छ। पुरै यहाँ पुरै फोहोर छ, घाँसहरू उम्रिरहेको छ। अनि यहाँ चाहिँ यो काममा यति ढिलाइ सुस्त भइरहेको छ। तर हामीले अलिक दया लाग्छ यो ठाउँ चाहिँ एकदम पछिको ठाउँ पनि तपाईँले हेर्न सक्नुहुनेछ। हामीले अगाडि ठाउँ त अरू ठाउँहरू यहाँ बिरुवाको हिसाबले अनि हिसाबले एकदम राम्रो ठाउँ छ होइन। पानीका धाराहरू तपाईँले देखिराख्नु भएको छ नि, यो चाहिँ तपाईँको एकदमै कहिले नसुक्ने पानीका धाराहरू हेर्नुहोस् होइन। सुर्खेतको बुलबुले ताल भनेको यही नै ठाउँ, मेन ठाउँ यसलाई भनिन्छ क्या। त्यसमा धाराहरू छन् मजाले होइन। त्यसो भएको हुनाले हामीले त ठ्याक्कै अब यो धारामा त अब भनौँ न एउटा हिसाबले चाहिँ यो ऊ चाहिँ हो होइन। तर चाहिँ किन यसलाई चाहिँ ऊ भयो भन्ने कुराहरू, सुस्ती रह्यो भन्ने कुराहरूमा हो क्या। अन्त भाइ अहिले अगाडि आउनु त यहाँ भिडियो गरौँ ठ्याक्कै। पानी चाहिँ हेर्नु न कति राम्रो पानी छ यहाँ ठ्याक्कै होइन। पानीको हिसाबले चाहिँ एकदम बुलबुले पानी खानु नि छ, कति राम्रो पानी छ हेर्नु नि। यही पानी हो क्या तपाईँको यो, यसलाई चाहिँ ठ्याक्कै आफसे आफ तल कहिले नसुक्ने पानी हो। हिउँदबर्खै पानी आइरहेको पानी छ। यतापट्टि पनि छ, यतापट्टि धाराहरू पनि छ होइन। चौतर्फी धाराहरू छन्। यो निकै नै ठाउँ चाहिँ एकदम सुन्दर ठाउँ छ। तर पनि यो ठाउँलाई पानी आफसे आफ कहाँबाट आउँछ त यस्तो सुर्खेतको ठाउँमा पनि भन्ने जिज्ञासा त हामीसँग लागिरहेको छ नि त। यो पुरै तपाईँको यस्तो धाराहरू छन्, पानी कहिले सुक्दैन। यति राम्रो ठाउँ चाहिँ बनेको यो चाहिँ ठाउँ हो क्या, प्राकृतिक रूपले होइन, आफसे आफ बनेको ठाउँ, कहिले नसुक्ने धाराहरू छ। तर यस्तो ठाउँ भएर पनि तर किन पछाडि परिरहेको छ, सोचेर त्यो किन विकास भइरहेको छैन भन्ने हाम्रो यो एउटा चाहिँ सामान्य नागरिकको हिसाबले चाहिँ हामीले यो बोलिराखेका कुरा हो। त्यसो भएको हुनाले यसलाई चाहिँ मेन